हेलो साथीहरू, म चाहिँ बनाउन गइरहेको छु वाइफाई राउटर ब्याकअप र मैले चाहिँ युज गरेको छु पुरानो ल्यापटपको ब्याट्री र बिएमएस। र साथीहरू, बिएमएसमा चाहिँ लगभग 4वटा पोइन्ट चाहिँ हामीले ब्याट्रीबाट निकाल्दाखेरि नै दिइराखेको हुन्छ र अब चाहिँ हामीले यसको मेन चार्जिङ इनपुट र आउटपुटको तार चाहिँ हामी जोड्छौँ। पहिला देख्न सक्नुहुन्छ साथीहरू, यसमा चाहिँ माइनस पोइन्ट चाहिँ दुईटामा कमन भएर बसेको हुन्छ र यसमा चाहिँ अलिकति कोटिङ गरेको भाग पनि छ यति जति। र त्यसमा चाहिँ बाट चाहिँ हामीले एउटा तार निकाल्छौँ भने यतापट्टि चाहिँ त्यस्तै खालको हाम्रो दुईटा फेरि प्लस पोइन्ट पनि कमन भएर बसेको हुन्छ। त्यति एरिया चाहिँ के गरेको छ भन्दा कोटिङ गरेको छ। हामी चाहिँ त्यसैबाट तार जोड्छौँ। म चाहिँ अब ब्ल्याक वायरलाई माइनसमा र रेड वायरलाई चाहिँ प्लसमा जोइन गर्छु अनि त्यसपछि तपाईँलाई म देखाउँछु। र मैले चाहिँ तार जोडेर सकाइसकेँ। अब चाहिँ हामी ब्याट्रीको पोइन्ट पनि कनेक्सन गर्छौँ। हामीले चाहिँ ब्याट्रीको पोइन्ट सिरिजमा जोड्छौँ। जस्तै कि सुरुमा प्लसमा जोड्छौँ, त्यस्तै गरी फेरि माइनस, फेरि प्लस र फेरि माइनस गरेर 4वटा तार चाहिँ हामी त्यसरी जोड्छौँ। साथीहरू, तपाईँहरूले चाहिँ एउटा कुरा के ख्याल गर्नुपर्ने हुन्छ भन्दाखेरि ब्याट्री चाहिँ सकेसम्म बराबर एउटै भोल्टेज भएको चाहिँ लिनु होला। सबैमा बराबर भोल्टेज छैन भने बरु चार्ज गरेर चाहिँ त्यसलाई बराबर बनाउनु होला, नत्र भने चाहिँ यसले काम गर्दैन। किनकि एउटामा चार्ज छ एउटामा चार्ज छैन भने चाहिँ त्यो कुनै चाहिँ अब जुनमा चार्ज छैन त्यसमा चाहिँ त्यो छिटो डिस्चार्ज हुन्छ भने जुनमा चाहिँ चार्ज हुन्छ त्यो चाहिँ अलिकति टिक्छ। त्यसले गर्दाखेरि चाहिँ फेरि त्यो भोल्टेजको डिसब्यालेन्स भयो भने चाहिँ यसले चाहिँ राम्रोसँग ब्याकअप दिँदैन, छिटो सिद्धिने छिटो जाने हुन्छ होइन। त्यही भएर चाहिँ सकेसम्म चाहिँ पुरानो ब्याट्रीहरू युज गर्दाखेरि चाहिँ हामीले मजाले त्यसलाई चाहिँ फुल चार्ज गरेर चाहिँ युज गर्नुपर्ने हुन्छ। र त्यस्तै गरी तपाईँले पुरानो ब्याट्री युज गर्नुभन्दा पनि नयाँ ब्याट्री नै किनेर युज गर्नुभयो भने चाहिँ अझै बेटर हुन्छ, अझै धेरै ब्याकअप दिन्छ होइन। साथीहरू, मैले चाहिँ अब यो सिङ्गल ब्याट्री लगाएर युज गर्दा पनि लगभग चाहिँ 1.5 घन्टा चाहिँ मजाले ब्याकअप दिएको थियो भने हामीले चाहिँ यसैमा चाहिँ प्याराललमा फेरि अझै 3टा ब्याट्रीहरू युज गर्ने हो भने चाहिँ अझै मजाले चाहिँ यसले ब्याकअप दिन्छ। र अब चाहिँ मैले सबै ब्याट्री जोडेर सकाइसकेँ। अब चाहिँ म मल्टिमिटरमा चेक गर्न गइरहेको छु र म हरेक ब्याट्रीको कतिको चार्ज छ भन्ने कुरा पनि चेक गरेर देखाउँछु तपाईँहरूलाई। र पहिलोमा चाहिँ 4.10 भोल्ट देखाएको छ र दोस्रोमा पनि 4.7 देखाइरहेको छ भने र तेस्रोमा चाहिँ 4.11 भोल्ट देखाइरहेको छ, देख्न सक्नुहुन्छ। र मैले चाहिँ अब यसमा पनि चेक गर्छु यसमा भोल्टेज देखाएको छ कि छैन। यसमा चाहिँ भोल्टेज देखाएको छैन किनकि यसलाई चाहिँ एकचोटि अब 14 भोल्ट अथवा 15 भोल्ट सम्मको चार्जरले चाहिँ यसलाई चाहिँ एकचोटि चार्ज दिनुपर्ने हुन्छ थोरै। यसको पनि हामीले भोल्टेज चेक गर्छौँ र यसको चाहिँ लगभग 15.26 भोल्ट देखाइरहेको छ र यसले चाहिँ हामी यसलाई एकचोटि चार्ज दिएर हेर्छौँ। साथीहरू, हामीले चाहिँ 14 भोल्ट अथवा चाहिँ 15 भोल्टको सप्लाईले चाहिँ थोरै मात्र टच गर्यो भने मात्र पनि यसले चाहिँ फेरि आउटपुट भोल्टेज चाहिँ फाल्न थाल्छ। यसको बिएमएस चाहिँ एक्टिभ हुन्छ। तपाईँहरूलाई म अब ब्याट्रीको भोल्ट पनि देखाउँछु र देख्न सक्नुहुन्छ यसमा चाहिँ 12.29 चाहिँ भोल्ट देखाइरहेको छ। अब चाहिँ म राउटरमा सप्लाई दिनको लागि चाहिँ एउटा मेल ज्याक चाहिँ जोड्छु। यसको चाहिँ यो घेरा दिएको छ स्पेस दिँदै, यो चाहिँ प्लस पोइन्ट हो भने अर्को चाहिँ माइनस पोइन्ट हो जुनमा चाहिँ कुनै पनि घेरा हुँदैन। र अब चाहिँ म यसलाई जोड्छु। अब चाहिँ एकचोटि राउटर जोडेर हेरौँ काम गर्छ कि गर्दैन। साथीहरू, यो चाहिँ 12 भोल्ट 1 एम्पियर राउटर हो र सप्लाई दिएर हेरौँ अब चाहिँ। र यो चाहिँ अन भइसकेको छ, देख्न सक्नुहुन्छ साथीहरू। ओहो, यो चाहिँ सर्ट हुन गएछ। अब चाहिँ म यसको तार छोटो गरी जोडेर तपाईँहरूलाई देखाउँछु र मल्टिमिटरले यसको चार्ज पनि सर्ट भइसकेपछि चाहिँ कति ड्रप भयो त्यो पनि देखाउँछु तपाईँहरूलाई।
र त्यसपछि यसमा लगाएर नै भोल्टेज चेक गर्दा चाहिँ कसरी चाहिँ भोल्टेज घट्दै जान्छ त्यो पनि देखाउँछु तपाईहरुलाई। यसमा चाहिँ बत्ती बलिसकेको छ र अब चाहिँ हामी हेरौँ यसको भोल्टेज। र यसको भोल्टेज चाहिँ बिस्तारै ड्रप हुँदै गइरहेको छ। यसको सुरुमा भोल्टेज चाहिँ 11.95 थियो क्या सायद। साथीहरु अब चाहिँ म यसलाई चार्ज गर्नको लागि 14 भोल्टको पावर सप्लाई चाहिँ युज गर्छु। र साथीहरु तपाईहरुले पनि यसलाई चार्ज गर्नको लागि चाहिँ यस्तो खालको पावर सप्लाई युज गर्नुपर्ने हुन्छ, किनकि राउटरमा आएको जुन एडाप्टर हुन्छ त्यसले चाहिँ टुपुक्क 12 भोल्ट मात्रै फाल्छ, जसले गर्दा चाहिँ यो बराबर भनौं फुल चार्ज चाहिँ हुन पाउँदैन। र यो फुल चार्ज भएन भने चाहिँ यसले राम्रोसँग काम गर्दैन, किनकि यसलाई फुल चार्ज हुनको लागि पनि 12.5 भोल्ट देखि चाहिँ लगभग 13 भोल्ट अथवा चाहिँ 14 भोल्ट सम्मको आवश्यकता पर्छ। कम्तीमा पनि 12.5 हुनु पर्यो र बढीमा चाहिँ 14 भोल्ट सम्म भयो भने चाहिँ यसले मजाले काम गर्छ। जब यो फुल चार्ज हुन्छ तब मात्रै यसले राम्रोसँग काम गर्छ। यसको चाहिँ फुल चार्ज 12 भोल्ट हो भने यो चाहिँ ड्रप हुँदै गएर 11 भोल्ट सम्म चाहिँ राउटर चल्छ, त्यसपछि चाहिँ यो आफै बन्द हुन्छ। त्यही भएर चाहिँ एडाप्टर चाहिँ लगभग 12.5 भोल्ट भन्दा माथिकै हुनुपर्छ। ल साथीहरु तपाईहरुले पनि यसरी नै बनाएर एकचोटी चेक गर्नु होला, काम चाहिँ मजाले गर्छ। अब जति धेरै हामीले ब्याट्रीहरु जोड्छौं त्यति धेरै नै एम्पियर बढ्छ, त्यसले गर्दा नै ब्याकअप बढी हुने हो। र अर्को नयाँ ब्याट्री युज गर्यौं भने पनि ब्याकअप मजाले दिन्छ। साथीहरु अर्कोचोटी चाहिँ म यसको जुन एडाप्टर हुन्छ त्यो एडाप्टरले नै काम गर्ने तरिकाले एउटा बुस्ट कन्भर्टर बनाएर चाहिँ फेरि यसलाई चाहिँ अपग्रेड गरेर ल्याउने छु। हजुरहरुले भिडियो मन पर्यो भने चाहिँ लाइक, कमेन्ट, सब्स्क्राइब गर्न चाहिँ नभुल्नु होला।